खाना लाइफको फर्स्ट बुके यस्तो छ बाटो यहाँ हेर्दाखेरि स्ल्यान्डिङ देख्यो भने ओभर स्ट्रेट छ है हाम्रो मेयर साहब हर्क साम्पाङज्यूको श्रमदानको गाडीहरू छ कार्यक्रम यता रहेछ आज चाहिँ अन्त के गर्ने त श्रमदान गर्ने त सपनम दिदीले चाहिँ गर्न सक्नुहुन्छ होला हौ श्रमदान अलिक एनर्जेटिक हेलो गाइस कहाँ जाँदैछौँ हामी लेट्स गो सुरु भयो होइन हाम्रो ट्रेकिङ है हामी उयस पनि जाने भनेको कहाँ उता गइसक्यो कहाँ जाने कुन 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 मखालु ए कति दामी छ ओ भोजपुरबाट माथि जाने पनि एउटा राम्रो छ नि ट्रेल कस्तो राम्रो छ मुन्दुम ट्रेल कति राम्रो छ त त्यहाँको ट्रेल होइन दिपा दिदीले देखाएको सर्टकट बाटो लाग्यौँ है हामी चाहिँ अब रोड छोड्दै छोड्दै लाग्यौँ जङ्गलको बाटोतिर लिडिङ लेडिजहरू हुन्छ अगाडि के रहेछ अरे फेरि वान्स मोर खोलाको मुहानमा पुग्यौँ है हामी चाहिँ ल टक्क घाम पनि लाग्दो रहेछ भन्नु न अगाडि लागौँ है टोली गनाउने फुलको बुके दिन आँट्नु भएछ र पो त थ्याङ्क यू लाइफको फर्स्ट बुके I've been living in a hole in the mountain, halo sings in. Oh, these memories they keep on following. मेन रोडबाट पनि जान सक्नुहुन्छ गोर्खा जाँदा चाहिँ तर यो चाहिँ भनेको इन्ट्रेस्टेड इन हाइकिङ इट्स बेटर थाके ल Keep on following the devil, he's a rambling man. Oh, I try to keep this inside. Now is the time. के चाहिँ ए कुकुर हामी पनि राई हो है यहाँबाट चाहिँ धरानको सहर देख्न सकिन्छ अलिक यसो लागेर टोलीहरू आउँदैछु ल गाइजहरूको हाइकिङ चाहिँ आज खतरा भइरहेछ यहाँ यहाँ फेरि फोटोग्राफर अर्को फरेनर फोटोग्राफर छ आज फेरि हामीसँग ल है यस्तो बाटोमा हिँडिरहेछौँ आज चाहिँ हामी यस्तो छ बाटो यहाँ हेर्दाखेरि स्ल्यान्डिङ देख्यो भने ओभर स्ट्रेट छ है थ्याङ्क यू भेरी मच रिजु इन्भिजिबल रस्सीबाट सुई होल्ड 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 ल होल्ड एकदम बल लाउँदैछु म ल ल ल ल छोडिदिनु त्यो रस्सी भरे चाहिन्छ Oh, these memories they keep on following the devil, he's a rambling man. यहाँ नेचुरल चेयर रहेछ
सिटिङ एरिया वी आर नाउ नियर टु आवर डेस्टिनेसन कस्तो राम्रो रुख रहेछ जरा फैलिएको एकदम नेचरले साथ दिइराख्नु भएको छ दामी छ हुस्सु गर्मीमाथि झन् हुस्सु ल हामी आफ्नो डेस्टिनेसन भन्दा 5 मिनटमा चाहिँ परेछौँ है अब 1 मिनट ल म हातले त थाहा छैन लु यता हेर्नुहोस् त सबैजना दुईजना ठुलो हेर्नेहरू पनि यहाँ चाहिँ काम गर्नेहरू स्पिकिङ त भत्रा छ त नट स्पिकिङ बाइ मी होइन इङ्ग्लिस स्पिकिङ टु मी होइन Wow! वाट मेकिङ सरना राई जस्ट चपिङ अकबरी खुर्सानी मेकिङ चटपटी मिठो हाम्रो इफोर्ट पनि आउनु पर्यो भिडियो आउँछ इटिङ चपिङ बोर्ड कस्तो राम्रो सरना दिदी कहाँ किनेको खतरा यो इन्डोनेसियाबाट मगाएको रेडी भयो हाम्रो चाहिँ खाना फोटोग्राफी चल्दैछ हाइवटा कलरहरू पनि छ होला तर 1 2 ए यो म गलिसके पटारी ल टक्क तल बसेर सुरु गर्यौँ है हामीले चाहिँ वनभोज कार्यक्रम ल हामी चाहिँ फर्किँदैछौँ एन्ड हाफवे जस्तो आइपुग्यौँ अब चाहिँ सरना दिदी त्यहाँ हुनुहुन्छ आउँदै हुनुहुन्छ हल्का थाकी पनि राखेको छौँ लिटिल मात्रै तर खोइ कुन हो बर्रा म बर्रा चाहिँ थाहा छैन बर्रा चाहिँ मलाई थाहा छ यही हो मलाई दिएको सर्टकट बाटो दमन दातीले देखाएको सर्टकट बाटो हुँदै हामी एकदम छिटो अब आइपुग्न आँटेको तल स्कुटर राखेको ठाउँमा हामी जान्छौँ लु छुट्टिन्छौँ सबैजना आफ्नो घर जान्छौँ अनि आजलाई चाहिँ हाम्रो भ्लग यहीँ एन्ड गर्न चाहन्छौँ डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब सी यू गाइज बाइ बाइ Oh, these memories, they keep